10 लाख जानको भित्रमा को नेपाल सरकार मादरचोद यो नेपालको मान्छे नेपालको जनता नेपालको सब किनभने मेरो दर्द पीडा कसैले बुझेन नि रन्डीबान कसले बुझिदिन्छ मादरचोद त्यही भएर त्यो मादरचोद सरकारले जहिले पनि गाली गर्छ प्रचण्डले दुनियाँलाई हैन राम्रै काम गर्छ कि किन गाली गर्न पर्यो कोही डन्टेहरू सुध्रिनवाला छैन राणारीहरू कोही सुध्रिनवाला छैन कोही राम्रो हुनवाला छैन मादरचोद कसैको भविष्यको लागि कसैलाई टेन्सन चिन्ता छैन के सबलाई तनाव छ अनि मेरो भनाइको मतलब के हो हैन स्वयं मैले भोगेको म आफ्नो सब कहानी भन्छु कि मादरचोद यहाँ कोही मादरचोद भगवान पनि छैन के रन्डी कोही भगवान छैन यहाँ एक्लै संसारमा साला यो एक्लै के मान्छेसँग यो आसमानसँग लडेर बसाए मादरचोद तर इम्पोर्टेन्ट चाहिँ के छ यहाँ बाले लाग्दैन के कसैलाई कसैको बाल लाग्दैन के कसैको बाल लाग्दैन क्या आफूलाई म सबको गाडा हानिदिन्छु कि एक्लै किन एक्लै म पावरफुल छु मलाई बाल लाग्दैन कसैको अनि त्यसपछि म नेपाल सरकारले यही कुरा गर्न खोजिरहेको छु मादरचोद यो नेपाल सरकारले किन यस्तो गरिदियो हैन सिस्टम किन यस्तो लगाइदियो मान्छेलाई ठग्यो यार यत्रो मान्छेलाई ठगेर भाग्यो किन भाग्यो भन न कसैलाई के भन्यो मादरचोदहरूले नथिङ वाइ बिकज नेपाल इज नटी बोय नेपाल इज नटी बस त्यही हुन्छ नि मादरचोद योभन्दा बढी के हुन्छ राडी बान रन्डीको छोरा मेरो दर्द मेरो पीडा को बुझ्छ मादरचोद यो भगवान पनि बुझ्दैन मादरचोद खाँची साला दुनियाँदारी यो मामा दुनियाँदारी लौडा लसन कहाँ कोहीले बुझिदिन्छ मादरचोद मेरो पीडा 10 लाख रुपियाँ लाग्छ मलाई के त्यो 10 लाख कसले लगाइदिन्छ मादरचोद कसैलाई के सम्झाउने मादरचोद कसैलाई के नसम्झाउने यहाँ सब मादरचोद यो भगवानदेखि धरती सब मादरचोद छ कि किनकि सबले एकअर्काको बदला लिन्छ मादरचोद एकअर्कालाई गाडा हान्छ योभन्दा बढी के गर्छ साला यो युनिभर्स यो ग्रह यो दुनियाँदारी यत्रो मान्थे मादरचोद यत्रो मान्थे हैन यो रन्डीबान कसको आँखा लागिहाल्यो यार आफ्नो माथि कसको आँखा लाग्यो 10 लाख रुपियाँ बुढ्यो क्या आफ्नो म कसरी जवाफ दिने कसलाई बताउने कोही मादरचोद हेर्नवाला छैन कि आफूलाई किनकि मादरचोद यो संसार साइको छ मादरचोद छ त्यही भएर बुझ्नै सकेन म यथार्थ के भन्नु आफ्नो आफूलाई यथार्थ भन्नै होला केही कुरा छैन राति यस्तो आँगन प्राङ्गन गरेर हैन खानु चाहिँ के खाने मादरचोद कसैले के बुझ्दैन कि रन्डीबान कसैले दर्द बुझ्दैन कि त्यो जाँठाहरूलाई के भन्दिनँ भन्न तर सबको जवाब म दिन्छु कि एक दिन आज ठ्याक्कै यो दिन भइरहेछ मार्च 20 गते हैन आउने यो 2085 86 87 88 89 90 त्यसमा म हिरो हुन्छु कि नेपालको डन हुन्छु साल सबै एङ्गलबाट म पैसावाला हुन्छु कि म जति पैसा कसैसँग हुँदैन म सबभन्दा ठुलो हुन्छु म हेल्दी हुन्छु म बिलिनियर हुन्छु म मिलिनियर सबको माइदाई सबलाई केही गरिदिन्छु किनकि यति पावर मसँग भगवानले दुनियाँ सबले दिइसकेछ मलाई घमण्ड छैन त आफ्नो माथि भरोसा छ यो 2 बजे राति भिडियो बनाउनु कारण मेन यही छ कि मादरचोद कसैको पीडा कसैको दर्द कसैको कोही रन्डीबानले बुझिदिदैन कि कहाँ कोही छैन कि साला जहाँ जत्र हेरेर सब संसारै खाली छ रन्डीबान सब एकअर्काको स्वार्थमा सब एकअर्कालाई ठग्ने एकअर्काको खाने रन्डीको चोदर बादमा के काम छैन रन्डीको बारेमा नथिङ जस्ट टु हेल्प दिस अल गाइज दिस वर्ल्ड फक म नेपाल छोडेर भाग्न खोजिरहेको छु साला कहाँ जाने कुन देशमा कतारमा बम झरिरहेको छ दुनियाँदारी के भइरहेको छ मादरचोद कसैले बुझ्नवाला छैन कि तर अन्तिम चान्स भन्नु म मर्नभन्दा पहिले यो धरतीलाई केही न केही दिएर जान्छु भन्दा बढी म के भन्न सकिनँ अब के दिन्छु त्यो मलाई थाहा छ माया गर्छु गान हान्छु के गर्छु